अब यहाँ त बुढाबुढाले देश चलाइरहेछन् ऊ पुरानै ढडामा उहाँहरूलाई के थाहा नै छैन संसार कहाँ पुगिसक्यो भनेर त्यही त अहिले विश्व विज्ञान र प्रविधिमा दौडिरहेको छ हैन कम्पिटिसन गर्नुपर्ने छ हाम्रा राजनैतिक दलका नेतृत्व गर्नेहरू नेताहरू भनौं मन्त्रीहरू भनौं कम्प्युटरमा स्क्रिन टाइप गर्न समेत नआउने हुनुहुन्छ हैन यस्तो परिस्थितिमा तपाई जस्तो व्यक्तिले त उमेर पुगेन भन्नुहुन्छ भने अब देशको मुहार कहिले फेरिएला फेरिन्छ अब आउँदैछन् युवाहरू आउला हाम्रो पनि मौका होला कसैले देला केही गर्छौं भन्ने हो जब केही गर्छु भन्ने हुनु पर्यो क्या केही गर्छु देशलाई भनेर कमाउनी त एकातिर सही छ कमाउनु पर्छ त्यो स्ट्याटसमा बस्नु पर्छ गाह्रो होला नेताहरूलाई पनि हैन तलब मात्र खाएर तर देशलाई पनि त केही गर्नु पर्यो नि तपाई विदेशमा पनि बस्नुहुन्छ विदेशको अनुभव पनि तपाईसँग छ अमेरिका जस्तो अव्वल राष्ट्र छ हैन आर्थिक समृद्धिमा पनि अगाडि बढिरहेको मुलुक छ यता